गुड मर्निङ सबैजनालाई। आज ओखलढुङ्गाको मौसम चाहिँ यस्तो छ है, ठ्याक्कै भन्नुपर्दा आकाशमा बादल भन्ने सुक्को छैन, घाम लागिरहेछ टन्तलापुर हैन, यस्तो छ। मकै छर्नु पर्ने। यो चाहिँ पारिभिता ओखलढुङ्गाको चम्पाडुवे गाउँपालिका वडा नम्बर 3 को बस्ती झुरुम आँप भन्छ हैन। यहाँ चाहिँ पहिला आँप, यहाँनिर आँपहरू झुरुम्ब थियो, त्यही भएर झुरुम आँप भन्छ। यता चाहिँ यहाँ तल रातमाटे, यो चाहिँ यो रातमाटे हो। हाम्रो यहाँ एउटा मोक्तान बाजे बस्नुहुन्थ्यो, अहिले उहाँ चाहिँ बितेर जानुभयो, गइसक्नुभयो। उहाँको बस्ती हो, उहाँहरूको छोराहरू बस्नुहुन्छ अहिले। यो चाहिँ एक चाहिँ रातमाटे। अनि यो पर्यो यो तलको चाहिँ यो भर्याङ, यो खोलाभन्दा यताको चाहिँ भर्याङ बेसी हो। यो पुलभन्दा यतातिरको चाहिँ यो भर्याङ बेसी हो। यो जति भर्याङ बेसी। अनि यो पारीदेखि चाहिँ सबै यो चाहिँ फेमे, रामेछाप जिल्लाको फेमे हो यो चाहिँ। अनि यो जस्ता यो चाहिँ हाम्रो पारी पाख्रिन बाजे, पाख्रिन भनेर चिनिन्छ सबैले। उहाँ बाजेलाई चाहिँ, उहाँ हजुरबा पनि अहिले चाहिँ हुनुहुन्न, उहाँको पनि बितिसक्नुभयो, अहिले चाहिँ छोराहरू हुनुहुन्छ। यो चाहिँ पाख्रिन बाजेको घर, यो चाहिँ ठ्याक्कै यो चाहिँ पाख्रिन बाजेको हो। अनि यता चाहिँ मगरहरू, तामाङहरू अनि माझीहरूको बस्ती छ, यो माझी गाउँ हो सबै। अनि यता पारी यहाँ चाहिँ अलिकति देखेको छ, यहाँ चाहिँ फेमे बस्ती हो। यो चाहिँ यसरी पामती ल। अहिले चाहिँ म हलो जोत्नको लागि पुरा टम तयार भएर मकै छर्नको लागि। पानी चाहिँ परेन अहिलेसम्म, पानी परेको छैन। अस्ति चैत कति हो, चैत 27 गतेको राति 11 बजे को ठुलो झरी वर्षा पानी परेको थियो ठुलो। त्यो दिन चाहिँ, त्यो दिनको चिसो अलिअलि छ अहिले हैन, अलिअलि छ। त्यही चिसोमा चाहिँ आज मकै सबैले छरिसक्नु भयो। गाउँघरतिरको सबै छिमेकीहरूले पनि, साथीभाइहरूले पनि सकिसक्यो छरेर। अब बाँकी रह्यो हाम्रो, बेसीतिर बाँकी छ। हाम्रो पनि घरबारी वरिपरिको त सकिसक्यो। अब म चाहिँ बेसी छर्नलाई हिँडेको है। अब बेसीतिर जाँदैछु, बेसी पनि धेरै बेसी हो। बेलतार बेसी, बेलतार त्यहाँ चाहिँ पहिला बेल थियो अरे के, बेल थियो अरे, बेलको अनि बेल निकै फल्थ्यो अरे। अनि त्यहाँ नि तार पनि थियो अरे। अनि बेलतार भन्ने कुरा गर्नुहुन्थ्यो पहिलाका बुढापाका बाजेहरूले। अहिले म चाहिँ त्यही बेलतार हिँडेको। बेलतार भन्नाले यहाँ तल बस्ती छ है त, तपाईँहरूलाई देखाइदिन्छु। यो तल यो बेलतार बेसी, यो चाहिँ बेलतार बेसी हो। अहिले मैले ठ्याक्कै भन्नुपर्दा मैले जोत्नु पर्ने चाहिँ सरर जाँदाखेरि यहाँनिर हो है। यो बारी यहाँनिर अलिकति बाँझो देख्नु भएको छ नि तपाईँहरूले। यो एक गरा, त्यसपछि यो सिम्बल भएको फेदको यो 2 गरा, अनि यो मुनि 3 गरा छ। अरू सबैले जोतिसक्नु भयो, हाम्रो मात्रै बाँकी छ। अब यही हो ल। यहाँबाट चाहिँ अलिकति पामती अलिअलि देख्ने रहेछ है, पामती बस्ती यही है। पामती बस्ती चाहिँ अलि माथिबाट खिच्न पाएको भए त डाँडा सबै गाउँ देखिन्थ्यो। पामती, रामेछापको पामती। अनि पारी देखिने चाहिँ बोलुङ हो। रामेछाप हिमागङ्गा नगरपालिका 4। यो चाहिँ यही हो। यो स्कुल
तल देखेको यो स्वास्थ्य चौकी हेल्थ पोस्ट यहाँ पनि एउटा छ एउटा यता यहाँनिर पनि बनायो यो पनि हेल्थ पोस्ट नै हो स्वास्थ्य चौकीको हेल्थ पोस्ट है यो रामेछाप उपमेयर हाम्रो नरबहादुर थापा मगर मामाको जन्मथलो यही हो हाम्रो नरबहादुर मामाको घर पनि बिल्डिङ पनि देखेको रहेछ यही हो तपाईँहरू देख्न सक्नुहुन्छ यो यही हो है बिल्डिङ यही हो हाम्रो मामाको नास्ता हाम्रो साथीले त त्यहाँ पुर्याइसक्नु भएको छ ओहो हेलो हाई गरम हाई त्यहाँ पुर्याइसक्नु भएको छ हेरेको हेरे भयो हलो जुटेर ल त्यहाँ प्रेस हाम्रो साथीहरूले हाम्रो भ्यू मेरो जन्मथलो गाउँ वरिपरिको भ्यू यही हो तपाईँहरूले देख्न सक्नुहुन्छ हरियो पर्यो डाँडा काँडा परेको छ है यस्तै हो पहाड हो मेरो घर चाहिँ पहाड भन्दा पनि दुर्गम त होइन हल्का फुल्का भए पनि विकसित ठाउँै हो जे जस्तो भए पनि यातायातको चाहिँ सुविधा छ भनौँ हैन यता माथि यहाँ टावर पनि छ एनटिसी टावर तर खै सुचारू चाहिँ भएको छ कि छैन थाहा भएन एनटिसी टावर हो यो चाहिँ यहाँ ओखलढुङ्गा पलापुको सबैभन्दा ठुलो मन्दिर गोल्मा देवी मन्दिर हो यो चाहिँ यहाँनिर सिम्बलको फेदमा मन्दिर छ गोल्मा देवी मन्दिर बस्ती चाहिँ यही हो डाँडा काँडा माथि यो पलापु भन्ज्याङ त यो त मेरै बस्ती गाउँ पर्छ ल अब म अहिलेलाई यति नै हैन भरेपछि म तल बेसी पुगिसकेपछि चाहिँ तपाईहरुलाई म यताको भ्यू देखाइदिन्छु अहिलेलाई चाहिँ भिडियो आउँदै गर्छ है त हाम्रो यता पनि छ मन्दिर एउटा यहाँ छ एउटा मन्दिर हाम्रो पनि गोरु त्यहाँ पुगिसकेछ है आज घामले चटारो हान्ने भयो ल हाम्रो मन्दिर निर्जल महादेव मन्दिर हाम्रो यो देख्न सक्नुहुनेछ हाम्रो निर्जल महादेव मन्दिर हाम्रो यो वडा नम्बर 4 दाङसिङटार केराबारीको साथ सहयोगमा बनेको हाम्रो निर्जल महादेव मन्दिर यता फिल्ड भलिबल ग्राउन्ड यो चाहिँ हाम्रो मन्दिर हो है त अहिलेलाई यति नै फाइनली म आफ्नो गोठमा आइपुगिसक्यो म चाहिँ हाम्रो 1.5 करोडको म चाहिँ यहाँनिर गौँथलीले पनि गुण लागेको रहेछ जिन्दगीमा पहिलोचोटि हो मेरो घरमा गौँथलीले घर बनाएको यसपालि चाहिँ गोठ बनाएको रहेछ गुड बनाएको रहेछ है अनि यसो बेसीतिर आएको आँप पनि फलेको रहेछ यहाँनिर
देख्न सक्नुहुन्छ आँप पनि फलेको रहेछ है। देख्न सक्नुहुन्छ तपाईहरुले। यता कता कता कटहर पनि फलेको रहेछ। तपाईहरुले देख्न सक्नुहुन्न। यो कटहरलाई देख्न सक्नुहुन्न तपाईहरुले। कता हो कता है मै देख्न सकिनँ। यता पो रहेछ त्यही। यता यहाँ कटहर फलेको। यहाँ बुवाले हेर्नु न सबै कपडा लाएर राखिदिएको रहेछ। लाङखुट्टेले तोक्छ भनेर होला है। सबै माथि माथि सबै कपडाले छोपेर राखेको छ। खै किन हो यसको 4 वटा बच्चा चल्ला। हाम्रो मरिसकेको लुडेधन्य त हिरो भइसकेको छ अहिले चाहिँ। उथ्री हाम्रो माउ गाई यो चाहिँ सानो बच्चा पाएको छ है। आइजा ल ले हाम्रो पुन्टे यो चाहिँ हाम्रो बाछो। पुन्टे बाछो हाम्रो है। हाम्रो पुन्टे बाछो। यहाँ चाहिँ एउटा यता हिरो बनेर यहाँ आफूभन्दा ठुलो मान्छेलाई हानिरहेछ। अहिले जोत्न लानुपर्ने यिनीहरूलाई। अब खुर्सानी पनि फल्न थालिसकेको छ है। अब खुर्सानी पनि हरियो पर्यो भइसकेको छ। खुर्सानी खान नपाएर कति मलाई टल भइसकेको थियो। खुर्सानी फल्न थालेछ है। झुन्डिन थालेको रहेछ खुर्सानी। खुर्सानी फलेको रहेछ। आहा ल हाम्रो आँटी पनि फलिसकेको छ। फुल्दैछ फल्दैछ। सानोमा त दाना कस्तो हुँदो रहेछ नि आँटीको दाना। यहाँ मजाको फुल्दैछ फुल्दैछ। हेलो साथीहरू, हामी चाहिँ फाइनली ज्योति सकेर फर्किसकेको है। हामी ज्योति सकेर ठ्याक्कै सकियो। सकिसक्यो। हाम्रो साथीहरू घाँस बोकेर आमामा च्वाक च्वाक आछ त हौ। हामी चाहिँ पुग्नु पर्ने हो त्यो माथि डाँडा हो। यो डाँडामा लिफ्टिङको पाइप पनि तन्काइरहेको छ। यहाँ पुग्नु पर्ने हो। चन्द्रमा पनि आइसक्यो। यो चाहिँ चन्द्रमामा यता हाम्रो आन्टी घाँस काटिरहनु भएको छ। ए आमै भारी पुग्यो भारी पुग्यो भारी वाला। ल अब हामी चाहिँ लागेको है। अब हामी चाहिँ घर हिँडेको है त साथीहरू। ल